धादिङका सन्तोष राईको सब कम्बोडियाबाट नेपाल झिकाउनु भनी मैले सुन्ने समयमा यस सदन मार्फत कुरा राखेको थिएँ, तर त्यो कुरा सुन्नेमै बिलाएर गयो। मलाई लाग्थ्यो सदनमा कुरा राखेपछि त्यो कार्यान्वयन हुनेछ, तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका ढोकामा चारेर कहिलेसम्म हिँड्ने सभामुख महोदय? अर्थ मन्त्रालयले विदेशमा लासको व्यवस्थापन गर्न भनेर बजेट छुट्याएको आज 2 हप्ता बढी भयो, तर बजेटलाई चलाउन परराष्ट्र मन्त्रालयले एउटा सामान्य कार्यविधि नबनाइदिँदा आज आफ्नाले लासको आश गर्न छोडिसकेका छन् सभामुख महोदय। बजेट छ तर कार्यविधि छैन। यो कस्तो विधिको शासन हो सभामुख महोदय? कि त विदेशमा अलपत्र परि मरेका जति यो देशको नागरिक होइन भनेर सभामुख महोदयले यो राज्यले घोषणा गरिदिनु पर्यो, होइन भने तुरुन्त लास झिकाउनु पर्यो। जसरी 37 दिनदेखि मेरो प्रश्न यस सदनको ढोकामा, झ्यालमा, बेन्चमा उभिएर बसिरहेको छ, त्यसरी नै आज म सभामुख ज्यूबाट रुलिङ नहुन्जेलसम्म र मेरो प्रश्नको जवाफ नपाउने जेलसम्म म उभिएर सदनमा विरोध गर्न चाहन्छु। धन्यवाद।